आज चाहिँ यो साइकलले कतिको खर्च गराउने भयो यार मलाई। सो हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। मेरो भिडियो हेर्न मन पराउनुहुन्छ भने लाइक कमेन्ट फलो गर्नु होला। सो खासमा चाहिँ हिजो स्कुलदेखि घर आउँदाखेरि साइकल बिग्रेको हुनाले अहिले चाहिँ बाहिरमा साइकल बनाउन जाँदैछ। भाइको हातमा साइकल दिएर भाइलाई अघि अघि लगाएर म चाहिँ पछि पछि हिँडेर आउँदै थिएँ। भाइलाई छोपिसकेपछि फाइनली हामी चाहिँ दोकानमा पुगेका थियौँ, तर दोकानमा चाहिँ कोही नहुनाले हामी चाहिँ अर्को दोकानतिर लाग्यौँ। बिहान स्कुल जाँदाखेरि त राम्रै थियो साइकल, तर घर आउँदाखेरि चाहिँ हावा फुस्केको हुनाले हिँड्दै हिँड्दै लिएर कम्ता गाह्रो भएको यार मलाई। 1.5 घन्टाको बाटोमा यसरी हिँड्दै ल्याउनु साइकल र झोला। जे भयो नराम्रै भयो, अब के गर्नु, साइकल बनाउनै पर्यो। अब अर्को दिन पनि जानु पर्छ। सो धेरै ढिला नगरी हामी चाहिँ अर्को दोकानमा पुग्यौँ र दोकानमा गएर साइकल बनाउन दियौँ र के भएको छ भनेर त्यहीँनिर बस्यौँ। साइकलको अपरेसन चाहिँ सुरु भइसकेको हुनाले हामी पनि त्यहीँनिर बसेर हेर्दै थियौँ के बिग्रेको छ भनेर। ट्युबलाई बाहिर निकालिसकेपछि हावा भरेर चेक गरेको त सुरुमै दुईवटा पाल परेको देखियो। सुरुमै चेक नगरी दुईवटा पाल देखिहाल्यो, फेरि अब चेक गर्दाखेरि कतिवटा देखिन्छ होला। सुरुमा दुईवटा पेन्चरलाई जोडेर अनि पछि चेक गर्छु भनिरहेको थियो, त्यसैले एकछिन बस्यौँ। दुईवटा पेन्चर जोडिसकेपछि फेरि हावा भर्न पछि लागे। हावा भरिसकेपछि फेरि चेक गर्यौँ र 3वटा फेरि अरू परेको रहेछ भन्नाले टोटल 5वटा परेको हुनाले त्यसैले धेरै ढिला नगरी बनाइ माग्यौँ। ट्युब पेन्चर हुनुको कारण चाहिँ काँडाले रहेछ, काँडा बुझेको रहेछ टायरमा, त्यसैले पेन्चर भएको छ। काँडालाई निकालिसकेपछि हावा भर्यौँ र रात पनि धेरै भइसकेको हुनाले हामी चाहिँ हावा भरेर घरतिर जान लाग्यौँ। सो आजको मिनी ब्लग चाहिँ यति नै। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।